मेरो कान्छीलाल चौधरी हो पोखरी अनि यहाँ पठाइदियो अब यहाँ आएर बेहोर राम्रो भयो आउँदाखेरि त मेरो त कहाँ आएँ कहाँ गएँ म मेरो अवस्था थिएन म आएँ त होइन सेवा सुविस्ता पनि भित्रहरूले पनि धेरै सुविस्ता गर्नुभयो पटक पटक के भयो कसो भयो यताउता धेरै राख्नुहुन्थ्यो बुवा कल गर्न जाँदाखेरि होइन सर्पले टोकेछ अनि टोकिसके पछाडि फोन गर्नुभयो अनि हामी आयौँ गऱ्यौँ अनि त्यहाँबाट इटेरी लिएर गइयो इटेरीबाट आर्मी क्याम्पमा गऱ्यो उपचार गर्ने गरियो अनि त्यहाँबाट यहाँनिर हुँदैन भेन्टिलेटरमा हाल्नुपर्छ भनेर भन्नुभयो त्यस पछाडि अनि फोन हुँदा यहाँ चाहिँ भेन्टिलेटर खाली भएर होइन यहाँ लिएर आइयो यहाँ ल्याएपछि लगभग 6 बस्ता चाहिँ अलिक नै थियो नाजुकै थियो अब यहाँ आएपछि भेन्टिलेटरमा हाल्दाखेरि लगभग अहिले चाहिँ निकै सुधार हुनुभयो अब चाहिँ निको भएर अब खाएर चाहिँ घर लानु पऱ्यो भने